हाई हेलो गुड मर्निङ सेवा नमस्कार। आज म एका बिहानै मेरो पासपोर्ट एमआरपी लिन गइरहेको छु। एमआरपी रिन्यू गरेर पठाइदिनु भएको थियो, तर म त्यो बेला रुममा थिएन, काममा कार्यक्षेत्रमा व्यस्त थिएँ। त्यसैले उहाँहरूले मलाई नभेटिसकेपछि जुन थेक्वे गरेर भेदाल गरेर आएको डकुमेन्ट पासपोर्ट रुममा आउँदा मलाई नभेटेपछि उछेकुकमा लगेर हुलाकमा लगेर छोडिदिनु भएको छ, राखिदिनु भएको छ र एउटा लेटर पनि रुममा ढोकाको अगाडि टाँसेर जानुभएको थियो। त्यसैले म आजका बिहानै लिन आइरहेको छु। प्राप्त गरिसकेको छु। हुन त 9 बजेदेखि 6 बजेसम्म हो अफिस टाइम, तर पनि आधा घन्टा अगाडि नै कुरियामा आएर छुनबी गर्ने, तम तयारी गर्ने र अफिस खोल्ने एक किसिमको कल्चर छ। त्यसैले म चाहिँ आज अलिक काममा पनि जानुपर्ने, कार्यस्थलमा पनि जानुपर्ने भएको कारणले त्यहाँ गएर सल्मिङ गरेँ। त्यहाँ गएर भनिसकेपछि सरहरूले, मिसहरूले चाँडै गरिदिनु भयो र 9 बजेको छैन, 8:30मा नै मैले प्राप्त गरिसकेको छु है। अब जुन चाहिँ जापानबाट उपनिवेशमुक्त भएपछि यहाँ छन्जेङ गयो है, गृहयुद्ध भयो, उत्तर कोरिया र दक्षिण कोरिया विभाजित भए। त्यसमा अमेरिका हरेक कुराको यो अटोन नेटोदेखि यताका कुराहरू लगायत छन् र यो पछिल्लो समय सबैभन्दा चाँडै विकास भएको देशमध्ये कोरिया पर्छ। एकदमै राम्रो छ, आजसम्म राम्रो नै रहेको हर कुरामा देखिन्छ। भन्दै बाबा बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।